हेलो दोस्तों, आप लोग के लिए छोटा सा मैसेज है। एक इंसान फॉलो करते हैं तो अनफॉलो मत करा करें, नहीं तो फॉलो ही मत करिए। फॉलो करने से अनफॉलो करने का क्या फायदा क्या? काय था रैया आप लोग फॉलो करके अनफॉलो करने वाले को ना जितना है जो हम लोग भी अनफॉलो कर देंगे। आप लोग फॉलो करके अनफॉलो करते हैं तो फायदा क्या है? सपोर्ट करना चाहिए एक दूसरे को। कि अभी यही गाड़ी जाएगा, समझो ना, यही गाड़ी। हेर्नुहोस् न, जबुन पनि छ, हाम्रो मुदिर पनि छ कि दुईवटा होइन। तपाईँले हेर्नुभयो, मुदिर र मेरो जबुनहरू थियो कि हाम्रो तिनजना आएको थियो सँगै कि तिनजना लिएर आएको थियो सँगै। यो गाडी चाहिँ बाहिर मात्र नै गरेको, जाँदैन रहेछ। यिनीहरूले भन्दैछ कि अहिले भयो कि भएन भनेर, तर मैले भने भएको छैन अहिले, तर अहिले भएर निस्केको छैन अहिले, एकछिन पछाडि। हेलो सबलाई नमस्कार होइन। यो फेसबुकको बारेमा हो। जस्तो मान्छेले तपाईँहरूको भिडियो हेरिसकेपछि नि भ्युज आउँछ होइन, कमेन्ट गरेको बापत मान्छेमा त्यसमा बुझ्नु न ती आउँछ भनेर त्यसलाई भन्। तपाईँहरूले हेर्न सक्नुहुन्छ, अहिले म चाहिँ जुटविलको भित्रको लोकेसनहरू हाल्छु होइन। तपाईँहरू हेरेर यसमा कमेन्ट्स गर्नु होला कस्तो लाग्छ भनेर है। लाइक सेयर कमेन्ट गर्नु होला, फलो गर्नु होला तपाईँहरू। हेलो, तपाईँहरूको फेसबुकको बारेमा के छ भने नि, तपाईँहरूले एक्टिभ हमेसा 3 टाइम चेक गर्नु होइन। रिकमेन्डेसन होइन, मोनेटाइजेसन र मार्केट प्लेस, 3टा चाहिँ जहिले पनि चेक गरेर राख्नु, 3 टाइम चेक गर्नु है। अनि त्यस पछाडि न्युजमा नयाँ खबर के आएको छ, हावाहुरीको समस्या धेरै बढ्नेवाला छ र पानीको समस्या धेरै आउनेवाला छ कि तपाईँहरू 3 दिनसम्म बाहिर ननिस्किनुहोस् होला। खबर सुनेर तपाईँहरू सचेत भइदिने होला क्या, बुझ्नुभयो नि। यो यात्रा भनेको बसहरूमा नहिँड्नुहोस् कि 3 दिनसम्म। 16, 17, 18 आज त 16 सकिहाल्यो, 17, 18, 19 3 दिनसम्मको लागि चाहिँ यस्तो समस्या आएको छ, अहिले चाहिँ न्युजमा आइरहेछ। हेलो सबलाई नमस्कार होइन। नेपालको न्युज नयाँ नयाँ खबर आएको छ कि तपाईँहरू नेपालमा 3 दिन चाहिँ यात्रा नगर्नुहोस् होला होइन। अनि 3 दिनसम्म हावाहुरीको समस्या र पानी आउनेको समस्या हुन्छ है, तपाईँहरू चाहिँ बाहिर ननिस्किन होला। न्यूज़। हेलो सबको नमस्कार। अब हम लोग का शोरूम 12:30 बजे बंद हो जाता है। इसके बाद हम लोग जा रहे हैं, अब फ्रेश होकर खाएंगे, सोएंगे। इसके बाद फिर 4 बजे से हम लोग का ड्यूटी है। धन्यवाद सबलाई नमस्कार होइन। तपाईँले हेर्नु सक्नुहुन्छ आज बिहानको मर्निङको हाम्रो भिडियो होइन, मुदिर र मेरो कस्टमरहरू होइन। कमेन्ट गर्नु होला तपाईँले। हेलो नमस्कार सबैलाई होइन। टिकोलिया जङ्गलमा मध्यरातमा 2 यात्रु बस र ट्रक ठोकिएर 33 जना घाइते। भरतपुरका विभिन्न अस्पतालमा उपचार गरिरहेको खण्डमा क्यान्सल। हेलो सबलाई नमस्कार होइन। एसबी सोनारदाले भन्दै थियो कन्टेन्ट मोनेटाइजेसन टुलको बारेमा कुरो गर्दै थियो होइन। यो कन्टेन्ट मोनेटाइजेसन टुल जुन नि इन्भाइट मात्र हो कि
यो कन्टेन्ट मोनेटाइजेसन टुल कसैले दिलाउन सक्दैन। यो कन्टेन्ट मोनेटाइजेसन टुल जुन छ नि, तपाईहरूले काम गर्नुहोस् होइन। बिहान 12 बजी 4 बजी बेलुका तिनीहरू फोटो भिडियो हाल्नुहोस्, बनाएर आफ्नो कन्टेन्ट बनाएर हाल्नुहोस्, त्यसले आफै दिन्छ कन्टेन्ट मोनेटाइजेसन टुल। यो कसैले दिलाउने होइन, कसैले ल्याउने होइन। तब मेहनत गरेपछि आफै दिँदो रहेछ कि यो मैले पनि कन्टेन्ट मोनेटाइजेसन टुल मैले पनि पाएको, कति चाँडै पाएँ, 19 दिनमा मैले पाएको। मैले पनि भिडियो बनाएर हालेँ होइन। अहिले चाहिँ मैले पनि पाएको छु। मेरो 1 महिना अहिले 19 दिन जति भइसकेको छ मैले पनि पाएको। कन्टेन्ट मोनेटाइजेसन टुल मैले पनि पाएको 1 महिना 19 दिन भयो। मैले मेहनत गरेँ अलिकति, अनि त्यसले दियो, आफै हेरेको फेसबुकमा यसले राम्रो काम गर्दो रहेछ भनेर त्यसले दिएको। बुझ्नुभयो नि। यो कन्टेन्ट मोनेटाइजेसन मान्छेले 10 वर्ष गरे पनि पाउँदैन कतिले, तर मैले छिट्टै पाएको। 19 दिनमा मैले कन्टेन्ट मोनेटाइजेसन टुल मैले पाएको। दाइले के भन्यो त्यो पनि सुन्नु, मैले के भने त्यो पनि सुन्नु होला सबले होइन। त्यसको लागि धन्यवाद। फलो गर्नु होला, लाइक गर्नु होला, कमेन्ट्स गर्नु होला। दोस्तों आप लोग देख सकते हैं मेरा ग्रेड जॉब अभी आ गया है। ग्रेड जॉब वो translate your reel are the trending and your reel are the translate got the 65 more